Hello everyone, नमस्ते, दिस इज मी अर्ज र आज सैटरडे हो र सैटरडे पनि तपाईहरुको लागि अरुणा रेस्टुरेन्टले केही न केही स्पेशल त लिएर आएको छ र के लिएर आएको छ म तपाईलाई देखाउने नै छु। अनि यो प्लेसमा चाहिँ कसरी पुग्ने हो भनेर, किनभने नयाँ एड्रेस जुन चाहिँ यहाँ छ यो शिव मन्दिर रोड भनिन्छ यसलाई, र कतिजनालाई एड्रेस पनि थाहा छैन र यो एड्रेस म तपाईलाई बताउने छु। भुटान गेटदेखि लिएर यहाँ कसरी पुग्ने हो भनेर तपाईलाई भिडियोमा म देखाउने छु, सो दैट तपाईलाई लोकेसन पुग्नु एकदम सजिलो होस् भनेर। र अब चाहिँ रेस्टुरेन्टबाट निस्किन्दैछु है। पहिला म एकैचोटि भुटानमा पुग्ने छु, अन्त भुटान गेटदेखि चाहिँ तपाईलाई यहाँसम्म कसरी पुग्ने हो भनेर चाहिँ देखाउने वाला छु। र अहिले भने चाहिँ हामी भुटान गेट पुगिसकेको छौँ र भुटान गेटबाट चाहिँ न्यू अरुणा रेस्टुरेन्ट कसरी पुग्ने हो त भनेर चाहिँ म तपाईलाई देखाउने छु। अनि यहाँ तपाईले देख्नु सक्नुहुँदैछ गेट, र यहाँबाट चाहिँ जति पनि है इन्डियापट्टि एक्जिट गर्ने छ उहाँहरू चाहिँ यताबाट निस्किनुहुन्छ। यताबाट निस्किनु हुँदैछ भने तपाईहरु जानुपर्ने हुन्छ एनएस रोडपट्टि। एनएस रोडमा चाहिँ तपाईको जुन एसबीआई ब्याङ्क भयो, पुलिस स्टेसनहरू पनि पर्छ त्यहाँ है, त्यो रुट भएर तपाईहरु जानुपर्ने हुन्छ। अनि यहाँ छेउमा देख्नु सक्नुहुन्छ कालीकुटे कम्प्लेक्स, यहाँ मेरो ट्याटु स्टुडियो पनि छ, तपाई आएर ट्याटु पनि गर्नु सक्नुहुन्छ। र यहाँबाट तपाईले एकदम स्ट्रेट बाटो लिनुपर्ने हुन्छ। यहाँ छेउमा अहिले आउँदैछ तपाईको, यहाँ साइडमा देख्नु सक्नुहुन्छ यो चाहिँ हो तपाईको पुलिस स्टेसन है, जयगाउँ पुलिस स्टेसन। यहाँदेखि एकदमै सिधा रुट भएर जानु पर्ने हुन्छ तपाईलाई। त्यसमा बाटोमा जाँदा जाँदा यहाँ पेन्टोलुन्स पनि तपाईले देख्नु सक्नुहुन्छ, त्यहाँदेखि रिलायन्स आउँछ र केही छिनमै तपाईको अलिकति अगाडि जाने बित्तिकै सुपर मार्केट पनि आइहाल्छ है। बेसी टाढो त छैन रेस्टुरेन्ट, तपाईहरु बाइक गाडीतिर आउनु हुँदैछ भने म्याक्स टु म्याक्स तपाईलाई 3 to 4 मिनट्समै तपाईहरु पुग्नु सक्नुहुन्छ यहाँबाट है। र अहिले चाहिँ हामी भनेपछि पुगिसकेको छौँ सुपर मार्केट। यहाँ साइडबाट देख्नु सक्नुहुन्छ अगाडि त्यहाँ सुपर मार्केट पस्ने जग्गा छ। यहाँबाट तपाईले यु टर्न लिनुपर्ने हुन्छ। यु टर्न लिइसकेपछि जस्तो यो मन्दिर एन्ड हुन्छ, एन्ड हुने बित्तिकै सिधा तपाई पस्नुपर्ने हुन्छ लेफ्ट साइडबाट चाहिँ एकदम स्ट्रेट जानुपर्ने हुन्छ बजार भएर। अनि यहाँ चाहिँ अलिकति तपाईहरु परेशानी नहुनु होला, किनभने अलिक जाम चाहिँ हुनसक्छ, त्यसले गर्दाखेरि चाहिँ एकछिन यो बाटोलाई चाहिँ तपाईहरुले इग्नोर गर्नुपर्ने हुन्छ, किनभने भिडभाड जग्गा छ, मार्केट हो यो है। अनि यहाँबाट तपाईहरु एकदम स्ट्रेट जानुभयो भने यो मार्केट बिचमा तपाईले यहाँ माछा बजार, यो चिकन शपहरु देख्नु सक्नुहुन्छ है। यहाँदेखि चाहिँ तपाईले एकदम स्ट्रेट अलिकति तल मात्रै जानुपर्ने हुन्छ। अब चाहिँ हामी पुग्नु आँटेको छौँ, बेसी टाढो त छैन यहाँदेखि, जस्ट यहाँदेखि 1 मिनेटमा तपाई पुगिसक्नुहुन्छ है। अलिकति अगाडि त्यहाँ देख्नु सक्नुहुँदैछ जुन चाहिँ गाडी त्यहाँबाट जाँदैछ है, यो एरोमा तपाईले देख्नु सक्नुहुँदैछ ल, यो गाडी जुन चाहिँ जाँदैछ त्यो साइड चाहिँ तपाईले लेफ्ट साइडबाट जानुपर्ने हुन्छ है। त्यो साइडबाट जानु भने चाहिँ सिधा रेस्टुरेन्ट पुग्नुहुन्छ। र यसमा चाहिँ एकदम स्ट्रेट बाटो पनि छ, यो लेफ्ट साइडको बाटो चाहिँ जानुपर्ने हुन्छ, यो स्ट्रेट बाटो। अनि यता चाहिँ बीडी स्कुल जानेपट्टि पनि छ है। यो 3टा रोडबाट चाहिँ तपाईले भेट्नु भयो भने चाहिँ यहाँबाट चाहिँ तपाईले लेफ्ट साइड लिनुपर्ने हुन्छ। अनि यो लेफ्ट साइड लिनुभयो भने तपाई वकिङ डिस्टेन्स जस्ट 30 सेकेन्ड to 50 सेकेन्डमै तपाईँ पुगिसक्नुहुन्छ यो जग्गामा है। अनि अब चाहिँ तपाईले यहाँ परैबाट देखिसक्नु भयो होला न्यू अरुणा रेस्टुरेन्ट, यो त्यहाँ चाहिँ तपाईको बोर्ड देखिन्छ है। अनि यो बोर्डमा तपाईले देख्नु सक्नुहुन्छ अब चाहिँ यो ब्ल्याक एन्ड व्हाइट बोर्ड छ, यसमा न्यू अरुणा रेस्टुरेन्ट र बाहिर यता एउटा तपाईले स्टल पनि देख्नु सक्नुहुन्छ। यो चाहिँ बाबाको निशानी हो, सो दैट मैले स्टिल त्यही नै यो स्टल यता नै राखेको छु है। र अहिले भने चाहिँ हामी पुगिसकेको छौँ न्यू अरुणा रेस्टुरेन्ट, हेर्नुहोस् है। र आई होप सो तपाईहरुलाई यो लोकेसन मैले मजाले देखाउन सक्यो होला भनेर। र तपाईहरुले यो लोकेसन थाहा भयो भने प्लिज एकपल्ट न्यू अरुणा रेस्टुरेन्टमा भिजिट गर्नु होला।